Everyone, welcome to my channel. सबैजना म पनि एकदम सन्चै छु भन्दै आज म धेरै पछि म आज आइसकेर आज पनि एउटा राम्रो मिनी भन्दा फोटो लगेर आज त मेरो गाउँमा पूजा छैन पूजा त्यही भएर आज ठ्याक्कै म ठ्याक्क लगाएर जान लाग्यो सेटअप नै हानिसक्यो अब कस्तो हुन्छ होइन त्यस्तो कि अब मेरो त्यो अलिक पुरानो मोबाइल भएर अहिले 0.5 छ अनि त्यही भएर चाहिँ पुरै देखिन्न होइन के आदि देखेको भनेर म पुरै देख्ने कोसिस गर्छु र अब ढिलो भइसक्यो मलाई फोन पनि हान्छु न यहाँबाट सामान पनि होइन अब के अरे बुढो चाहिँ गएर टमाटर र अदुवा के अरे लसुन बुझेन जान हम तो पर्दा सब लागि दोकान धेरै पछि हजुरहरूलाई स्वागत छ एकदम मैले फेरि पनि मोटो भ्लग लिएर आइसकेँ अनि स्टुडेन्ट देखाउनु पऱ्यो कि स्टुडेन्ट देखाउनु पर्छ आज चाहिँ हाम्रो यस्तो हो क्या कुलेनको पूजा भन्छ होइन अब हजुरहरूलाई कतिलाई थाहा छैन होइन यस्तो कुलको चाहिँ सबै कुलहरूको एउटा पूजा हुन्छ अनि हामी पनि त्यस्तो गरी 13 वर्षपछि आज पूजा मम बाबा त हिजो जानुभयो अनि आज चाहिँ म बिहान उठेर गएँ हिँड्दैछु बिहान के भने 8-9 बजिसक्यो होला 8-9 बज्न लागिसक्यो भर्खर उठेर अनि मुख सुख धोएर अनि हात मुख धोएर दाँत माझेर हिँडेको अलिक पानी पनि खाएन अब माथि गएर के खाने नखाने अब माथि गएर थाहा हुन्छ होइन अब अहिले चाहिँ जास के कस्तो छ अब टमाटर र लसुन कदो धेरै पनि जान्न होला त्यस्तो भयो भिडियो अलरेडी अन छ अहिले फेरि मेरो हिसाब अलिक खतरा कडा खायो अब हामी काहीँ नरोकिकन नन स्टप माथि घरतिर ल भयो ल इन्जोय गर्नुहोस् है त साथीहरू इन्जोय भन्ने चिजै हो जिन्दगीमा गर्नु भनेको अब यत्रो आज बोको छिनाएर इन्जोय हामी चाहिँ अब बाटो पनि त्यस्तै अब हजुरहरूले मैले भ्लग बनाएकोमा के कस्तो लाग्छ यसो मलाई सजेसन दिनु होला होइन केही गल्ती भएको भने नि भन्नु होला यस्तो भएन है भाइ यस्तो भएन है भाइ भनेर होइन म त्यसलाई अझै हिमाल त फेरि कुरै नभन्नुहोस् न केही गल्ती भयो भने यस्तो भयो है भाइ यस्तो भएन अहिले अब गएर भन्नु होला होइन मलाई पनि खास चाहिँ त्यस्तो पनि आउँदैन होइन म पनि एउटा सानो रहर भएर मात्र हो यो भनेको प्यासन भन्छ नि त प्यासन र प्यासनलाई फलो गर्दैछु म चाहिँ अरू केही होइन आफूले मन लागेको कुरा त जिन्दगी गर्नुपर्छ है हो कि होइन दाइ भाइ अरूले जे सिक्यो भन्नु छैन आफूले मन लागेको कुरा ओ के बाटो दिने त्यस्तो गर्छ ऊ त अर्को पनि रहेछ यस्तो पनौती लागेपछि भन्नु आजको दिन खासै राम्रो जाला जस्तो मलाई लागेन सुरुमा तल त्यो पनौती लगाउँछ मलाई अलिकता 0.5
5x भगवाला क्यामेरा चाहिएको अब तपाईँले कहाँ खोज्ने भन्ने बित्तिकै पैसा हुँदैन पैसा मनी पावर भने जस्तो इन्जोय गर्नु होला मेरो राइडलाई छोटो मिठो राइडलाई होइन आज मेरो राइड भन्दा नि फ्यामिली भ्लग जस्तै हुन्छ होइन हामी आइसकेको छौँ घैटे खोर लिएको ताल अब लाग्यो गाउँतिरको उकालो सरल आउँछ अलि छिटो 1K अहिले मेरो टार्गेट भनेको 1K छैन अब मैले के सोच्दैछु भने अब झन् त अब जनवरी आउन नि अब लगभग 1 महिना त अब भएन 25 दिन जति छ नि त मैले के सोचेँ भन्दाखेरि त्यो 25 दिनमा मैले लगातार दिनको एउटा भिडियो हाल्न ट्राई गर्छु कि मैले जनवरीसँग 1K बनाउन सक्छु सक्दिनँ आफ्नो च्यानलमा भन्ने मैले त्यो सोचिरहेको छु म के गरौँ हजुरहरूले यसो मलाई सजेस्ट दिनु होइन मैले भन्नु खोजेको अलिक बुझ्नु होइन अब जनवरी अब यो त डिसेम्बर भयो नि त आज डिसेम्बर अब कति 3-4 कति होइन अनि जनवरी न्यु इयरसम्म चाहिँ मैले के भनेको भन्दाखेरि दिनमा एउटा भिडियो मिनी भ्लग अब फुल भ्लग त हाल्न गाह्रो हुन्छ नि दिनको एउटा त होइन हामी पढ्ने स्टुडेन्टहरूलाई एउटा मिनी भ्लग मेरो लाइफमा अब यो 25 दिनसम्म के हुन्छ होइन सब हजुरहरूले देखाम भन्ने सोचेको अब मैले के गरौँ हजुरहरूले यसो एकचोटि सजेस्ट दिनु होला होइन हजुरहरूको सजेस्टमा चल्छु मैले टार्गेट भनेको 1K पुऱ्याउने छैन म यो उससम्म 1K पुऱ्याउँछु भन्नु मैले सोचिरहेको छु अब आज पूजा भइहाल्यो त्यस्तै अब आजको भ्लग पनि स्योर आइहाल्छ होइन अब भोलिबाट म स्कुल जान्छु गएर आउँछु होइन त्यो सबै भ्लग हजुरहरूले देखाम भन्ने हो मेरो सोच होइन धारणा अनि अब के दगी भाइसँग सजेस्ट दिन्छु है दगी भाइ कस्तो होला मैले भनेको होइन अब यो डिसेम्बर भयो डिसेम्बरको आज 3-4 कति होइन अनि अब जनवरीकै न्यु इयर आउने जेसम्म मैले त दिनको एउटा भ्लग हाल्छु कि मिनी भ्लग होइन आफ्नो लाइफमा के हुन्छ त्यो देखाउँछु अनि मैले कति पुऱ्याउन सक्छु भोलि रोकिने खालि अनि मैले त्यो 1K पुऱ्याउन सक्छु कि सक्दिनँ भनेर कि सक्छु भन्दा नि आफूले सक्छु जस्तो लाग्यो मलाई भित्रबाट होइन त्यो मैले सोचेको अब ठ्याक्क अब 25 दिन आज कति हो डिसेम्बर ठ्याक्कै हेर्नु आज 4 होइन डिसेम्बर अब भोलि 1 दिन भयो होइन भोलि 1 दिन कसरी हुने होइन आफूले समय भनेको कहिले खराब गर्नुहुन्न एक दिनको महत्त्व राख्नुपर्छ त्यही भएर अब 1 दिन नि खराब नगरिकन म हजुरहरूलाई सम्झ राइडरहरू यस्तो गरेर ल्याउँछ फेरि लागिकन होइन समय खराब नगरिकन म भोलिबाट नै मेरो लाइफमा के हुन्छ बिहान के हुन्छ बेलुका स्कुलबाट आएर के हुन्छ होइन हुन्छ नि त अब हरेक मान्छेको जीवनमा केही न केही त दिन बितिरहेको छ एउटा केही त हुन्छ नि त दुःख होस् या खुसी होस् रुवा होस् या बासी होइन अनि जस्तो सुकै होस् कि म हजुरहरूलाई सेयर गर्छु होइन युट्युबमा आउँछ युट्युबमा आउन सक्छ युट्युब र टिकटक दुइटैमा आउँछ होइन अब लगातार अब टिकटकमा नि 1K युट्युबमा नि 1K फलोवर्स र सब्सक्राइबर बढाउने मेरो सोच छ हजुरहरूले त्यो हेल्प गरिदिनु हुन्छ होला होइन किनकि मैले नि दुःख गरिरहेको छु होइन अहिले 400 कति हो 500 सब्सक्राइबर पुग्न लाग्यो मलाई चाहिएको भनेको सिर्फ 500 हो मलाई चाहियो नि त धेरै सब्सक्राइबर चाहियो त्यही पनि हुन्छ नि त अब एउटा ड्रिम हो कि मैले अहिले कति 400 पुग्यो होइन अब त धेरै ठुलो त होइन त्यो 400 भनेको अब 400 त अब अरूहरूको लागि ठुलो नभए पनि मेरो लागि ठुलो कि किनकि म अब यो पोखरामा एउटा लेखनाथको कुनाम बस्ने केटोले होइन 400 जनालाई आफ्नो एउटा ग्रुपमा आफ्नो मेन पावर अब जस्तै बनाउन टक्क हुन्छ नि त अब 400 जना भनेको त थोरै होइन नि त 400-500 भनेको त लगभग मान्छे 400-500 भयो त लगभग एउटा स्कुलमा नि हुन्छ नि त 400-500 होइन त्यो त धेरै मैले आफ्नो अब कला भन्ने हो कि क्षमता भन्ने हो कि आफ्नो मित्रता भन्ने हो कि होइन साथीभाइ के हुन्छ
जसरी भने मैले चार्ज 500 पुऱ्याउनु लागिसकेँ। अब त्यो भनेको मेरो लागि ठुलो हो कि, किनकि त्यो कसैले सक्दैन कि त्यो अचानक 400 पुऱ्याउने, यो दिनदिनै भ्लग हाल्ने होइन, अनि एडिट गर्ने, त्यो भनेको एकदम नर्मल मान्छे सोच्नै सक्दैन। 1-2 दिनको खुइयो होइन, जति चाहिँ होइन मैले पनि यहाँबाट भन्दा नि अब हाम्रो माथि घरबाट देखिन्छ होइन, त्यो भएर अहिले छिटो गयो भनेर हतार हुन्छ, देखिन्न। त्यही भएर मैले त्यो सोचेको अब त्यसलाई त यो मैले 1K सेलिब्रेसन पुग्यो भने यस्तो सेलिब्रेसन अब यस्तो त त्यो धुमधाम त भन्दिनँ होइन, तर मैले चाहिँ राम्रै सेलिब्रेसन हजुरहरूको लागि टक्क राम्रै सेलिब्रेसन गर्छु भन्ने सोच छैन। अब टक्क एउटा राइड गर्छु, टक्क मेरो 1K पुग्यो भने एउटा टक्क हुन्छ नि स्कुटरमा बाइकहरूमा टक्क एउटा राइड गर्छु। अनि को आउनुहुन्छ होइन, त्यो बाहिरको भन्नु खोजेको होइन कि आफ्नो कि साथीहरू, अनि टक्क बोलाउँछु। अनि यस्तो राम्रो राइड गरेर एउटा ठाउँमा डाँडामा अब हुन्छ कि कुन राम्रो ठाउँमा गएर टक्क म केक काटेर सेलिब्रेसन गर्छु 1K को भाइ। मलाई त्यो अलि ठुलो सपना छ। मलाई 100 सब्सक्राइबर पुग्दा म यति नाचेको थिएँ होइन कोठाभित्र। दिदी त्यस्तो त होइन गर्थेँ त भनेको, अब दिदीहरूको आइडीबाट होइन, अब कसैको आइडीबाट मैले यस्तो सब्सक्राइबर गरिदिनु न है भनेर रिक्वेस्ट भन्दा नि लिङ्कहरू पठाउँथेँ। अनि त्यो सब्सक्राइबर भयो 100 हुँदा मलाई यति खुसी लाग्थ्यो कि होइन, मैले के नै जितेँ जस्तो लाग्थ्यो कि। यो त माथि ठुलाकोट जान्छ होइन, आएको त यताहरूको ठाउँ घर। मलाई चाहिँ त्यो 100 सब्सक्राइबर पुऱ्याउँदा चाहिँ मैले जित हासिल गरेँ जस्तो महसुस भएको थियो कि भित्रबाट। 100 भनेको थोरै होइन नि त, अब 100जना मान्छे अहिले यहाँ उभियो भने कति धेरै देखिन्छ। अहिले मसँग त्यस्तै 450जना मेरो माया गर्ने मान्छेहरू हुनुहुन्छ होइन। त्यसै गर्न अब मैले 1K पुऱ्याउने मेरो सोच छ। अब मैले सक्छु सक्दिनँ थाहा छैन होइन, मैले त ग्यारेन्टी लेखेको थिएँ कि मैले पुऱ्याइदिन्छु ढुक्क भनेर त्यो होइन, ट्राई गर्छु। अब हुन्छ कि हुन्न, मेरो कन्टेन्ट मनपर्छ कि मन पर्दैन होइन, अनि हजुरहरूलाई नि कस्तो लाग्छ अनि भनिदिनु होला। र अब यहाँ अप्ठ्यारो बाटो छ, धेरै बात गर्न नि मिल्दैन। हजुरहरू सिधै म घरमाथि गएपछि भेट्छु है। यस्तो है गाउँघरको बाटो, अफरोड त्यस्तै छ होइन। मलाई अप्ठ्यारो बाटो के देखाउने त नि हजुरहरूलाई भनेर होइन, अप्ठ्यारो बाटो देखाउनु पर्छ कि सोचाइहरू यस्तो रहेछ है यता पनि भन्ने हजुरलाई थाहा होस् न होइन। मेरो गाउँ काट्दो रहेछ बाटो अनि यस्तो खोला यो पानीको मूल धेरै पुरानो मुख सुकेछ, मान्छे बिक्री भयो भने यो पुरा यस्तो बाटो चाहिँ अब त धेरै नै छैन, 2 मिनट पनि लाग्दैन होला। यहाँ यो मेरो तल घर होइन, तर आनन्दले गइन्छ। इट्स माई होम। Enjoy the view, guys. You know what feeling? It's my home, baby. कोही त मेरो स्कुटर राख्ने त पार्किङै छैन त्यहाँ। को अर्को भाइ? खोइ मैले त भन्दैन भन्नु। बाबा no good.
अहिले त बाँस काट्न आएको है पुरै जग्गा सग्या हाल्नु पर्छ कि बिहा जस्तै अरे सके त पार्दैन जग्गा चाहिँ हालौँ छेउमा बाँस यो बाँस छैन निहाल बाँस चाहिँ राम्रो ढेक्का बाँस काटेर अनि हजुर सब देखाउँछ कस्तो हुन्छ हाम्रो रीतिरिवाज कल्चर होइन पूजा पूजा कस्तो हुन्छ जग्गा हाल्ने बाँस ल अब चाहिँ आज पूजा आँटियो आज फुललाई त अब पनि फेरि पूजा त गर्ने नगर्ने फुललाई पूजा गर्ने गर्ने कति वर्षमा भ्याएछन् 5 वर्ष होइन हो तिमीहरूलाई उँभौली हुन परेन नि पऱ्यो नि है फुल दिन पर्छ अब कुल देवताले राम्रोसँग गर्नुहुन्छ पूजा चाहिँ तपाईँहरूले गर्नुपर्छ तपाईँहरूले अब हात छोडेर नमस्कार गर्नुभयो मलाई पनि आउनु नि तपाईँ यता आउनु तपाईँको काम यता आगे साह्रो हात हाल्नु माटो साटो लाउने त चिक्लो भयो माटो लगाइदिनु न यत्र मान्छे चाहिँ अब बोको नि तल हो सिँगा मान्ने राम्रो देख्नु भयो यतैबाट भयो आउँदैन कस्तो यहाँ अभिषेकले कता पल हालेर राखे कि कति हाल्ने खुर्सानी त नडराइकन मलाई यही लाग्यो